गाइस वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी कम्पनीको सबै स्टाफहरू मिलेर गइरहेको छ। त्यही लामो भिडियो त बनाउँदिनँ, कहाँ कहाँ घुम्छ त्यसको अलिअलि सानो क्लिपहरू म तपाईँहरूलाई जोडेर देखाउनेछु। यहाँनिर साथी है त। ओके गाइस दुबईको पहाडहरू हो यो चाहिँ है, दुबईको पहाड। अहिले चाहिँ हामी सोरुममा भिजिट गरेको छ। हेर म अब कति मिनटको छ है सोरुम है। यो त अलि सानै रहेछ, अघिको त 2 मिनटको थियो। पहाडहरू चाहिँ खतरा क्या। एउटा रुख छैन भने हरियाली भनेको त नामै छैन क्या। फेरि अर्को सोरुम पनि आइलगाइन्छ, हेर्दै गर्नु होला है त। 10-12वटा सोरुम छिरिसक्यो यार, कता हो रमाइलो भइरहेछ। रमाइलो गरेर निस्केपछि अब रमाइलो त गर्नै पऱ्यो होइन। यो चाहिँ अलि लामो रहेछ है सोरुम है, धेरै दामी खतरा है खतरा। सही हो गाइस, हेर्दै गर्नु होला कहाँ हामी घुम्छ त्यहाँ तपाईँहरूलाई देखाउनेछु है फोटोहरू है भिडियोहरू। खासै राम्रो त आउँदैन क्यामेरा, फर्स्ट टाइम हो भन्नाले भर्खर जब गर्दैछु। बिस्तारै 2-3 महिनापछि किन्नु पर्ला एउटा अलि राम्रो क्यामेरा भएको मोबाइल। यहाँ त लास्टै अँधेरो भयो त यार, आम्मामा कता आएको है। लाइट पनि रहेन छैन यहाँ फेरि। ल सही हो, दामी ल सही हो यस्तो छोटो ठाउँ। आम्मामा नाइस, कस्तो दामी ठाउँ। अब यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ, तिम्रो त्यो चाल देखेर फुरफुरी लाग्यो नि। जाने भए जाउँ माया मारेरै नसताऊ, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हो। तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि। जाने भए जाऊ माया मारेरै नजाऊ, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हो। गाइस विदेशको पहाड चाहिँ यस्तो छ है हेर्नु है गाइस, यस्तो दामी ठाउँ छ के भन्ने है। खतरा के बाटो चाहिँ खतरा बनायो कि है। त अगाडि भएको त राम्रोसँग देखाउन सक्थ्यो, अब पछाडि बसेको अब कता त्यो रमाइलो भइरहेछ यता केटाहरू। कति हो के पहाडहरू, सबै पहाडहरू, एउटा रुखहरू छैन, एउटा हरियाली छैन होइन। कस्तो ढुङ्गै ढुङ्गाको क्या, मन छक्क पऱ्यो हो भने। जस फर्स्ट टाइम भएर होला हेर्नको लागि चाहिँ रमाइलो भइरहेको छ। मैले नि अब यस्तो ठाउँहरू पहिलोचोटि देखाएको होइन, सही लागिरहेको। हेर्दै गर्नु है, म बिस्तारै भिडियो बनाउँदै गर्छु, क्लिप सानो क्लिप जोडेर।
लगाइज हामी चाहिँ अहिले होइन समुद्रको छेउमा आइपुगेको छ। समुद्रको छेउमा आइपुगेको छ। अब गाडी पार्किङ गरेर अब झरेर एकछिन यसो समुद्रतिर घुमेर है। यहाँ समुद्र चाहिँ उता रहेको छ। उता हेरौँ अब के हुन्छ, हेर्दै गर्नु होला भ्लगहरू होइन। आजको भ्लग चाहिँ घुमघाम जे होस्। विदेशमा आएपछि अरू बेला जे जस्तो गाह्रो भए पनि घुम्ने बेला र सेलेरी लिने बेला चाहिँ लास्टै रमाइलो लाग्छ है गाई चाहिँ। अब हेर्दै गर्नु होला, म भिडियो बनाउँछु। र अब चाहिँ हामी झर्न लागेको अवस्था है गाई चाहिँ। सबैजना पालै पालो झर्छ होइन। अब हेरौँ त्यो उहाँ चाहिँ समुद्र छ है गाई चाहिँ। समुद्र छ हेरौँ है। त्यसकै नजिकै गएर बनाउँछु म भिडियो है। यो चाहिँ हाम्रो नेपालीलाई है। फाइनली गाइस हामी चाहिँ होइन अब समुद्रको छेउमा आइपुगेको अवस्था। अब साउथीको समुद्र त हेरियो। आज चाहिँ पहिलोचोटि दुबईको समुद्र हेर्दैछ। कस्तो छ हेर्नु है त। खासै त्यस्तो जहाजहरू त रहेनछ। यहाँ चाहिँ जस फ्यामिलीहरू नुहाउनको लागि एभाइलेबल रहेछ ठाउँहरू चाहिँ होइन। प्रायः जसो फ्यामिलीहरू आउँदो रहेछ नुहाउनको लागि। मान्छे त कति आमा कति मान्छे त जस रमाइलो भयो। खुसी लागिरह हेर्दै गर्नु होला भ्लग होइन कस्तो छ होइन। काम पनि त्यस्तो लाखाया। म चाहिँ नुहाउन मन छैन, नुहाउँदैन किनकि अब त्यस्तो इन्ट्रेस्टै छैन नुहाउनको लागि। किन भन्दाखेरि यो समुद्रको पानी चाहिँ लास्टै नुनिलो हुन्छ अनि प्लस कस्तो के शरीरले चिलाउने गर्छ गाइस। हेर्दै गर्नु होला त भ्लग है। उता चाहिँ जहाज हिँडिरहेको छ। जहाज हिँडिरहेको छ उता कता यता चाहिँ डेन्जर पाहाड छ। त्यो उताबाट 6 पाहाड रहेछ होइन। मान्छे त कति हो आमा हेरेर साध्यै छैन हो मान्छे त। हेर्दै गर्नु होला। तपाईँलाई यसरी नै नयाँ भिडियोहरू देखाउने गर्छु है त। यस्तो छक्ल्याक गरेको यार पानी त यार डेन्जर छक्ल्याक गरेर जस नहुनेहरू रमाइलो गरिरहेछ। मान्छे कति हो होइन। यतातिर यस्तै चाहिँ चलिरहेको छ। यो चाहिँ हाम्रो नेपाली दाइ हो, मगर दाइ होइन। म र यो दाइ चाहिँ हामी सँगै आएको हो विदेशमा। दाइलाई नुहाउँ भनेको मान्दैन। म चाहिँ नुहाउँदैन। यहाँको पानी चाहिँ लास्टै नुनिलो हुन्छ क्या। त्यसो भएर नि लगाएको कता क्या आँखा त यताउता गाइज होइन। यस्तो पिसाब च्यापेको छ मान्छेलाई समुद्रमा आएर होइन। टोइलेटै छैन भनेको पिसाब फेर्नको लागि कहाँ जाने होला भनेको कि त्यहाँ मस्जिदको छेउमा टोइलेट छ अरे। एकचोटि हेर त्यता गएर अब होइन लास्ट पिसाब च्यापेछ मान्छेलाई टोइलेटै भेट्टाएन भनेर किन होला। हेरौँ अब खोज्दै जाऊँ कि होइन। गाइज हामी चाहिँ अब होइन खाना लगाएको। अब दिनभरि घुमियो यो बसमा होइन। अब चाहिँ खानासाना खाएर बिदा हुन्छौँ। यहाँ यस्तै छ कि परदेशको कहानी। सरर खाना खाँदैछौँ हामी चाहिँ। बल चाहिँ यही हो खाना खाने लिने। त्यही पक्रेको हातमै चलो खाए। हाँ नहीं एक लेके जाएगा नहीं से हामी चाहिँ अब खाजा खान लाग्यो है गाई चाहिँ। भेटेको मुस्किल नै सब भेटेर आयो त। देखिए जी बहुत भूख लगी है बंदे को, समझ नहीं आ रही वीडियो बनाऊंगा खाना खाऊं।
गाइस खुब रमाइलो भइरहेको होइन सबै साथीभाइहरू यसरी मिलेर बसेर खाइरहेको छ होइन रमाइलो भइरहेको छ बिच रोडमा यसरी है बसेर खाँदाखेरि मजा चाहिँ अर्कै छ कि यता गाडी हिँडिरहेको छ होइन सही हो खतरा भयो केटाको खाना चाहिँ अब इन्डिङ गर्न लागेको छु होइन अन्तिमसम्म लास्टमा हेरिरहेको छ हस् त धन्यवाद अझै अर्को नयाँ भिडियोहरू आउँछ हेर्दै गर्नु होला यति भन्दै आजलाई बिदा माग्यो धन्यवाद।